हेलो वेलकम ब्याक साथीहरू। साइदै भ्लगमै फेरि पनि तपाईहरुलाई स्वागत छ र आज नयाँ भ्लगका साथमा उपस्थित भइसकेको छु। आजको भ्लग रहनेछ। आज चाहिँ हामी यहाँको जापानको पुरानो गाउँ र सेन्दाईको सबैभन्दा ठुलो ताल हेर्न जाँदैछु र बीच बाटोमा के हुन्छ, के देखिन्छ र ठाउँ कस्तो छ, सबै कुराहरु चाहिँ तपाईले भिडियोमा देख्न पाउनुहुनेछ। त्यही हो गाइजहरु, ढिला नगरी आजको भ्लगतिर लागौँ है त। ल गाइजहरु, हामी चाहिँ अहिले जापानको पुरानो गाउँ चाहिँ घुम्नको लागि हिँडेका छौं। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ पछाडितिर घरहरु। यता माथि बाटोदेखि माथि पनि छ। यहाँ नजिकै स्याउ पनि फल्दो रहेछ दाइ यहाँ त, हैन? स्याउ छ, दाजुभाइ छन्। आज चाहिँ हामी एकदमै यहाँको सबभन्दा ठुलो पोखरीतिर जान लागेका छौं। कस्तो छ हेरौँ। र अहिले अब हामी यहाँबाट उकालो लाग्छौं। सधैँ यो पार्कमा आएर यहाँ दगुर्ने गर्ने गर्छौं हैन। देख्न सक्नुहुन्छ बब्बाल छ पार्क नि। अब यहाँबाट माथि उकालो लाग्छौं हामी साथीहरु। दुई ब्याग यात्रा छ। आज चाहिँ यहाँबाट सेन्दाईको लगभग आधी उद्धी बजार चाहिँ देखिन्छ। हामी त्यो पनि देखाउने छु। एकदम खतरा देखिन्छ के माथिबाट है। पहिलो पटक चाहिँ ओस्मो पकेट 3 बाट 4K भिडियोको साथमा तपाईले हेर्नुहुन्छ क्वालिटी। अहिले चाहिँ बेलुकाको 6 बज्न लागिसकेको छ। त्यही भएर घाम चाहिँ अस्ताउँदो अवस्थामा छ। यहाँबाट देखिदो रहेछ नि तल पछाडि देख्न सकिन्छ सेन्दाई बजार। ल म तपाईलाई देखाउँछु है। सेन्दाईको पुरै यो एरिया। यो पुरै ल यहाँ जुम गरेर हेरौँ न एकचोटी। यहाँ पुरै यो एरिया। ल पुरै एरियाहरु हेर्न मिल्छ। ल अगाडि बढौँ है त। र यहाँ चाहिँ टपमा आइसकेपछि हामीले देखाउनै पर्ने कुरा चाहिँ यहाँ के छ। यहाँ विशेष गरेर यता चाहिँ समाधि देखाउन गइरहेको छु। यहाँ जापानीहरुको मरेको मान्छेको सम्झनामा चाहिँ यहाँ समाधि बनाउने चलन हुन्छ। र देख्न सक्छु यति बेला बिदा थियो। यो बिदाको बेलामा यहाँ पुरै समाधिमा पुरै आफ्नो मान्छेको लागि फूलहरु चढाएको देख्न सक्छौं। अब हामी यहाँबाट तल झर्छौं है त। ए अन्त त भोलि जान्छु दाइ। भोलि पर्सि 2 दिनको लागि लग्छु। यहीँमा सजिलो आपुरीबाट लग्नु पर्दैछ आनन्द के 2500 पर्दो रहेछ। आपुरीबाटै यही नजिकै रहेछ गाडी एन्ड बक्स। त्यही गाडी चाहिँ भोलि जान्छु। हैन चाहिँ घर बनाइसकेको फिनिसिङ गरिसकेको दाइ लगभग। कम्युनिकेसन सेन्टर पो रहेछ त। के पर्दो रहेछ चाहिँ हरियो घाँस त मजाले पलाएको रहेछ यहाँ। ल अगाडि बढ्दैछु गाइजहरु। अगाडि ठाउँमा पुगेपछि तपाईहरुसँग भेट्ने छु है त। ल के कुरा पो। ल हामी नजिकै आइपुग्यौं गाइजहरु। अब चाहिँ बब्बाल हुनेवाला छ। अब मजा आउनेवाला छ। पुरै रुखले घेरेको छ। बीचमा ताल छ। दाइ चाहिँ मुसु हाँसिराख्नु भएको छ। सस्तोमा बस्न मिल्छ। तर यहाँ जो पाए त्यही चाहिँ बस्न मिल्दैन। आम्दानी अलिकति सस्तो के भन्छ आम्दानी अलिकति कम भएको सस्तोमा बस्नेहरुको लागि चाहिँ यहाँ यी घरहरु बनाएका हुन्। यहाँको सरकारी
बजेटमा बनाएको कारणले गर्दाखेरि चाहिँ सस्तो बनेको छ। सो त्यही हो गाइजहरू, अब म पनि यसमै खोज्नको लागि चाहिँ अब ट्राई गर्दैछु। हेरौँ कस्तो हुन्छ त्यो प्रक्रिया। यो भनेको चाहिँ यी घरहरू त्यसको लागि बनाइएका हुन्, आवासीय घरहरू हुन्। देख्न सक्छौँ मान्छे चाहिँ कोही पनि हुन्न, यहाँ शान्त छ। अब यो अगाडि देखिरहेको छ यो, आज त आकाश पनि पुरै गडेङगुडुङ होला जस्तो छ कि है। अगाडि गाडी आइरहेको छ, आकाश पुरै गडेङगुडुङ छ होला जस्तो छ। आकाश ताराहरू लथालिङ्ग छ होइन, देख्न सक्नुहुन्छ। आम्मा खतरा देखिँदो रहेछ नि सूर्य पनि। ल अब तल हामी बाटोमा जान्छौँ र बाटोमा गइसकेपछि त्यसपछि कस्तो छ त यहाँनिर घर हेर्नु न, यस्तो बवाल छ कि घर पनि। यो घर चाहिँ सब यो चाहिँ आवासीय घर हुन्। यहाँनिर एउटा पार्क छ, यो पार्कबाट तल झर्नु। पहिलो पटक आउँदैछु है यो जङ्गलमा। नेपालमा पाउने ओखरको रुखहरू पनि पाउँछ, यहाँ ओखर पनि पाउँछ। माथि रुख देख्न सक्छु। यहाँ चाहिँ यो पुरै यता ताल छ, यहाँबाट पानी ओभर भएको पानी पनि यहाँ तलबाट बग्छ। म देखाउँछु अहिले पछि। यहाँ ओभर भएको पानी पनि यहाँबाट तलबाट बग्ने गर्दछ। यो पुरै यता देख्न सक्नुहुन्छ यहाँबाट। र यहाँ चाहिँ यो ओखरका रुखहरू भन्छ, ओखरको रुखहरू छ। र यहाँ अब यहाँ कमलको फुल छ। कमलको फुल चाहिँ अब यहाँ फुल्ने सिजन लगभग अझै बाँकी नै छ। अब यो कुगाचो आउने कुगाचोमा फुल्छ होला सायद। कमल फुले पनि ढकमक्क हुन्छ। यही हो त, कमलको फुल फुल्छ यहाँ मिल्छ। ल एकछिन म पक्नु है, ताल देखाउँछु। यो चाहिँ दर्शकहरूलाई देखाउनु पर्यो। ल दर्शकबिन तपाईँहरूले देखिसक्नु। पहिलो पटक जापानमा आएको यति ठुलो ताल देखियो है गाइजहरू। तपाईँ देख्न सक्नुहुन्छ एकदम सुन्दर सफा कमलको फुल, एकदमै कमलको फुल भरिएको छ। यहाँभित्र जान पनि पाउँदैन। यहाँ चाहिँ यो किन्सी गरेको छ, जानलाई निषेध गरेको छ। तात्सु यदि किन्सी लेखेको छ होइन। सो म तपाईँलाई देखाइरहेको छु। यो ताल चाहिँ यहाँको सबैभन्दा ठुलो र सुन्दर ताल हो। यस्तै ताल अर्को माथिल्लो साइडमा छ, म देखाउन गइरहेको छु। पछाडितिर घर देख्न सक्नुहुन्छ। सो गाइजहरू तपाईँहरूले मजाले देख्न सक्नुहुन्छ। यहाँको सबैभन्दा सुन्दर पक्ष भनेको यही छ कि प्रकृतिलाई यसरी सुन्दर सुरक्षित गरेर राखेको छ। माथि देख्न सक्छु यहाँ जङ्गल साइडतिर। एकछिन घुम्न जाए। ल म तपाईँलाई देखाउन गइरहेको छु यता यहाँ रहेको छ। यो ताल चाहिँ धेरै वर्ष पहिला बनेको हो भनेर चाहिँ भन्ने गर्नुहुन्थ्यो एकजना बाजेले यहाँ आउँदाखेरि। यो ताल चाहिँ एकदमै पहिला चाहिँ सानो थियो र यसलाई चाहिँ बढाउँदै अहिले ठुलो बनाएको छ भन्ने कुरा गर्नुहुन्थ्यो। सो अब हामी अगाडितिर बढ्दैछौँ। दाइ चाहिँ अगाडि हिँडिसक्नु भएको छ। यो तपाईहरुलाई म ओखरको रुख देखाउन गइरहेको छु। यहाँनिर ओखरको दाना पनि कत्रो ओखरको दाना यहाँ देख्न सक्नुहुन्छ। ओखरको दाना
आजको यात्रा चाहिँ बब्बाल भयो के। यहाँ ठुला चराहरू पनि देख्न सक्छु हो पारितिर जुम गरेर तपाईहरुलाई म जुम गरेर देखाउन गइरहेको छु। यहाँ रहेको छ यहाँनिर मजाको यहाँनिर एउटा चरा छ क्या यहाँनिर ठुलो चरा बसेको छ है यहाँनिर म तपाईहरुलाई देखाउँछु। यति नै रहेछ जुम गर्ने यसको जुमिङ यति नै रहेछ है गाइजहरु। सरी है त ल अहिले आकाश चाहिँ क्लियर देखिएको छ पछाडितिर हरियाली छ यता पुरै अँध्यारो छ यार दाइ अँध्यारो रहेछ यहाँ त एक्लै आउनु त डर पो लाग्दो रहेछ यार यति बेला। गाइजहरु देख्न सक्नुहुन्छ यहाँ दिउँसै बाघ आउला जस्तो छ यहाँ। यहाँ चाहिँ बाघ चाहिँ हुन्न भालु हुन्छ है सरी यहाँ त भालु चाहिँ एकदम भालुको बिगबिगी छ जापानमा। यसै गरी जङ्गलतिर आउनु पर्यो भने तपाईहरु साथीहरुसँग आउनु होला है त। जापानको जङ्गलमा त्यतिकै एक्लै यहाँ चाहिँ एउटा बुढाले भनेअनुसार तपाईको यो मूल चाहिँ यहाँ चाहिँ पहिला यो मूल माथि थियो अरे पछि यहाँ कहाँनिर चाहिँ यहाँनिर वाल हालेर अनि यसलाई व्यवस्थित गराउन खोज्दाखेरि यहाँ पहिरो जान्छ भनेर व्यवस्थित गराउन खोज्दाखेरि फेरि मूल तल सरेको भनेर भन्दै थियो बुढाले। यहाँ पानी देखाउनु गएको छ है लास्टै चिसो मूल छ है गाइजहरु यहाँ देख्न सक्नुहुन्छ तपाईहरु। यहाँनिर पानी सफा पानी ल दाइले चलाइराख्नु भएको छ कस्तो चिसो छ है दाइ आमामा यस्तो चिसो पानी छ यसमा चाहिँ खोलेसा कुनै हिँडेर छ यही हेर्नु न खोलेसा। आजको यात्रा चाहिँ अब लगभग अलि थोरै हिँडेपछि टुङ्गिन्छ। यहाँ चाहिँ पानी ल अगाडि बढौँ है त कमेन्ट गरिदिनु होला र यदि सक्नुहुन्छ भने तपाईहरुले चिनेको साथीहरुलाई शेयर गरिदिन सक्नुहुन्छ। र जापानमा हुने जति पनि घटनाक्रमहरू अथवा जति पनि रमाइलो कुराहरू चाहिँ मैले यस भिडियोमा राख्नेछु भन्दै आजको बसाइबाट अर्को भ्लग आउन्जेलसम्मका लागि बिदा हुन चाहन्छु। बाइ बाइ।